भोइस के तपाईलाई थाहा छ तपाईको दिमागमा एउटा हिडन पावर छ जसले तपाईको जीवनका हरेक कुरा प्रभावित गर्छ? कस्तो शक्ति? के यो कुनै जादु हो? यो जादु होइन, यो हो तपाईको सबकन्सियस माइन्ड अर्थात् अवचेतन मन, एक ट्रेजर हाउस, अनन्त शक्ति र सम्भावनाले भरिएको खजाना। दुई स्तरको मन? त्यो कस्तो कुरा हो? हामीसँग दुई प्रकारका मन हुन्छन्, कन्सियस माइन्ड र सबकन्सियस माइन्ड। कन्सियस माइन्ड तर्कसङ्गत निर्णय लिन्छ, योजना बनाउँछ, तर सबकन्सियस माइन्ड स्वचालित रूपमा काम गर्छ। त्यो हाम्रो विश्वास, बानी, भावना र प्रतिक्रियासँग जोडिएको हुन्छ। अनि कुन मनले जीवन चलाउँछ त? रोचक कुरा के छ भने चेतन मनले 10% काम गर्छ, तर बाँकी 90% काम अवचेतन मनले नै गर्छ। तपाईले सोच्नु भएको कुरा नै वास्तविकता बन्छ। अवचेतन मनले के कुरा सुन्छ त? जे कुरा तपाईँ बारम्बार सोच्नुहुन्छ, चाहे राम्रो होस् वा नराम्रो, त्यो तपाईको सबकन्सियस माइन्डमा स्टोर हुन्छ। त्यो कुरा उसले सत्य ठान्छ र त्यसलाई वास्तविकता बनाउन काम गर्छ। त्यसैले त भन्छन् यु बिकम वाट यु थिङ्क। ठ्याक्कै। यदि तपाईले लगातार डर, असफलता र नकारात्मक कुरा सोच्नुभयो भने सबकन्सियस माइन्ड त्यसैको प्रतिबिम्ब जीवनमा ल्याउँछ। तर यदि तपाईले सफलता, आत्मविश्वास र खुसीको भावना सोच्नुभयो भने त्यो पनि सत्य बन्छ। भिजुअलाइजेसन र अफर्मेसन। त्यो मनलाई सकारात्मक दिशामा कसरी लग्ने त? जोजेफ मर्फीले 3 मुख्य तरिका बताएका छन्: भिजुअलाइजेसन, अटोसजेसन र बिलिफ। भिजुअलाइज गर्नुहोस्। आफ्नो लक्ष्य पूरा भएको कल्पना गर्नुहोस्। अफर्मेसन गर्नुहोस्। हरेक दिन भन्नुहोस् म सक्षम छु, म सफल हुनेछु। र विश्वास गर्नुहोस्। सबकन्सियस माइन्ड तपाईको सोच अनुसार मार्ग खोज्नेछ। त्यो त जीवन बदल्ने अभ्यास पो रहेछ। हो, साँचो श्रद्धा र पुनरावृत्त अभ्यासले तपाईको अवचेतन शक्ति सक्रिय हुन्छ। निद्राको बेला अवचेतन सक्रिय हुन्छ। त्यो मन कहिले सबैभन्दा शक्तिशाली हुन्छ त? जब तपाईँ निद्रामा हुनुहुन्छ। कन्सियस माइन्ड विश्राममा जान्छ, तर सबकन्सियस माइन्ड खुला र ग्रहणशील हुन्छ। त्यसैले सुत्नु अघि सकारात्मक विचार र धन्यवाद भावना राख्नु अत्यन्त शक्तिशाली हुन्छ। त्यसैले त भन्छन् स्लिप विथ गुड थट्स। ठ्याक्कै, किनकि अवचेतन मनले त्यस बेला तपाईको जीवनको नयाँ प्रोग्राम लेख्दै हुन्छ। बाहिरी संसार बदल्न भित्री विश्वास बदल्नुपर्छ। तर वास्तवमा जीवनमा परिवर्तन ल्याउन के गर्नुपर्छ? मर्फी भन्छन् टु चेन्ज योर एक्सटर्नल वर्ल्ड यु मस्ट फर्स्ट चेन्ज योर इन्टर्नल बिलिफ्स। अर्थात् स्वास्थ्य, धन वा सम्बन्धमा परिवर्तन चाहनुहुन्छ भने पहिले आफ्नो भित्री सोच र विश्वास बदल्नुहोस्। त्यो त मनोवैज्ञानिक विज्ञानकै गहिरो सत्य रहेछ। ठ्याक्कै, तपाईको सबकन्सियस माइन्ड तपाईको संसारको नक्सा हो। यदि तपाईँ त्यो नक्सा सुधार्न सक्नुभयो भने जीवन आफै रूपान्तरण हुन्छ। अवचेतन मन तपाईको जीवनको सबैभन्दा ठूलो शक्ति हो, तर त्यसले तपाईको आदेश सुन्छ, तपाईको नियन्त्रणमा हुन्छ। त्यसैले राम्रो सोच्नुहोस्, राम्रो बोल्नुहोस् र आफूलाई त्यो मान्नुहोस् जस बन्न चाहनुहुन्छ। यो थियो द पावर अफ योर सबकन्सियस माइन्डबाट सिकिएको ज्ञान। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र ज्ञान गफलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को प्रेरणादायी कुराकानीमा फेरि भेटौँला। धन्यवाद।